म यहाँहरूको साथी सिलु आज यो मेन्टल हेल्थ अवेरनेसको 66औँ दिनमा आइपुग्दा चाहिँ यहाँ न्यू जर्सीमा आइपुगेको छु र न्यू जर्सीमा पनि प्रिन्सटन युनिभर्सिटी आइपुगेको छु। पहिलोचोटि प्रिन्सटनमा टेकेँ मैले। आफै पनि एउटा पारिवारिक अध्ययन विज्ञानको विद्यार्थी भएको हुनाले एउटा त्यही विषय पढाउने प्रोफेसर भएको हिसाबले र त्योभन्दा पनि लाइफ लङ लर्नर भएको हिसाबले एउटा जहिले पनि सपना थियो, एउटा जहिले पनि इच्छा थियो प्रिन्सटनमा टेक्ने। जब आज आएँ त्यहाँ आउँदा चाहिँ साँझको समयमा सूर्यास्तको समयमा चाहिँ हिँड्न मन लाग्यो। लामो बाटोहरू त्यहाँ हेरिरहँदा त्यसका बिल्डिङहरू त्यसका भूमिहरू छोइरहँदा त्यहाँ भएका 100 वर्ष पुराना रुखहरू 279 वर्ष पुरानो छ जुन युनिभर्सिटी आफै पनि त्यहाँ हेर्दा चाहिँ सम्झेँ कति त्यस्ता जीवनहरू जो त्यहाँ आए गए हजारौँ लाखौँ विद्यार्थीहरू त्यसमा पढाउने प्रोफेसर्सहरू हुँदा हुँदा अल्बर्ट आइन्स्टाइन जसले चाहिँ आफ्नो जीवनको मिठो समय त्यहाँ व्यतीत गर्नुभएको थियो, पढ्नुभएको थियो, पढाउनु भएको थियो र यी सबै इतिहासहरू त्यो बोकेको ठाउँ एउटा इतिहासहरूको साक्षी त्यस्तो ठाउँमा चाहिँ मलाई के एउटा अनुभूति भयो भनेदेखि कहिलेकाहीँ चाहिँ हामीहरूले ठुलो स्कुल नाम चलेको स्कुल नम्बर 1 युनिभर्सिटी अफ युनाइटेड स्टेट्स भन्दा त्यस्तो कुराहरूसँग आफूले त्यो नामको मोह जोडिरहेको हुन्छौँ र हामीले चाहिँ एज अ प्यारेन्ट्स हाम्रो बच्चाहरूलाई पनि कहिले प्रेसर गरेर आउँछौँ कि तिमीले चाहिँ यहाँ नाम निकाल्नुपर्छ, हार्वर्डमा निकाल्नुपर्छ, प्रिन्सटनमा निकाल्नुपर्छ भनेर गरेर आउँछौँ र बच्चाहरूमा पनि यति कम्पिटिसनको भावना छ कि मैले त्यसमा निकाल्न सकेँ भने मात्र म सफल नभए चाहिँ मैले गर्न सकिनँ भन्ने त्यो भावहरू कति धेरै छ। एउटा एकाडेमिक प्रेसरले गर्दा पारिवारिक प्रेसरले गर्दा चाहिँ कतिपय परिवारहरूमा स्पेसली विद्यार्थीहरूमा र इभन आमा बाबुहरूमा पनि एक किसिमले मानसिक स्वास्थ्यमा त्यसले असर पारिरहेको हुन्छ। किनभने जब आमा बाबुले चाहिँ बढी एक्सपेक्टेसन राख्छन् छोराछोरीसँग तिमीले यहाँ निकाल्नै पर्छ भनेर त्यतिखेर चाहिँ छोराछोरीले एउटा त उनीहरूको आफ्नो इच्छाको कुरा भयो, पारिवारिक प्रेसरको कुरा भयो र कम्पिटिसनको आफ्नो कलिगहरूमा आफ्नो सहपाठीहरूसँग पनि कम्पिटिसनको भाव हुन्छ भने अर्को त्यसमा नाम निस्क्यो भने मात्र ठुलो, निस्केन भने ओहो म त फेलियर पो हो कि भनेर त्यसो सोच्दा चाहिँ उनीहरूलाई चाहिँ भित्रभित्र एक किसिमले कुण्ठित भइरहेको हुन्छ। र यस्तो बेलामा चाहिँ हामीले एउटा परिवारमा रहने सदस्यहरूले प्यारेन्ट्सले पनि के भन्न चाहन्छु भनेदेखि एउटा आफ्नो बच्चाहरूलाई होइन जसले चाहिँ पढिरहेछन् गरिरहेका छन् उनीहरूको लागि ठुलो नाम भएको युनिभर्सिटीको महत्त्वको सट्टा चाहिँ आफ्नो जीवनको सम्मान गर्न सिकाउनु पर्छ। किनभने जब आफू सन्चो छ, आफ्नो मानसिक स्वास्थ्य राम्रो छ भने तब त सिक्ने ठाउँहरू धेरै हुन्छन्, तब त गर्ने कुराहरू धेरै हुन्छन्। र जब आफ्नो जीवनै छैन भनेदेखि आफू नै भित्रभित्र चाहिँ एक किसिमले जीवनको नै स्कुलमा चाहिँ सक्षम हुन सकिरहेको छैन भने बाहिरको ठुलो स्कुल ठुलो नाम ठुलो कामहरूले मात्र केही गर्न सक्दैन। त्यही भएर हामीले प्यारेन्ट्स जेनेरेसनले पनि हाम्रो छोराछोरीहरूलाई हो एक्सपेक्टेसन राख्नुपर्छ, यसो गर भन्नुपर्छ, राम्रो कुरा पढ भन्नुपर्छ। सबैभन्दा पहिला चाहिँ कहाँको विद्यार्थी हुनुभन्दा अगाडि चाहिँ जीवनको विद्यार्थीमा चाहिँ असल मान्छे हुन त सिकाउनै पर्छ र धेरै प्रेसर गर्नु हुँदैन। किनभने त्यो युनिभर्सिटीको नामसँगै त्यो कुनैमा त्यसमा नाम निस्किनु ननिस्किनुसँगै जब आफ्नो परिचय जोड्न थाल्छौँ नि त्यसको असर प्यारेन्ट्सलाई मात्र पर्दैन, छोराछोरीलाई झनै बढी पर्छ, फाइनेन्सियल प्रेसर पर्छ, एकाडेमिक प्रेसर पर्छ र कहिलेकाहीँ त्यही दुइटालाई सन्तुलन गर्न नसक्दा चाहिँ कैयौँ विद्यार्थीहरूले चाहिँ आफ्नो यो मानसिक स्वास्थ्यमा उनीहरूले त्यसले असर पारेको देखिन्छ र जब एकजनाको स्वास्थ्य बिग्रिन्छ नि त्यसले चाहिँ परिवारै लाई असर पारिरहेको हुन्छ। त्यही भएर चाहिँ आजको यो एकदम छोटो भिजिटमा आई हेभ बिन टायर्ड, इट वाज अ लङ फ्लाइट, टेक्ससबाट आएँ तर आज आउनु थियो, आएकै दिनमा न्यू जर्सीमा चाहिँ मलाई प्रिन्सटन जानु नै थियो र गएँ घुमेँ त्यसमा भएका 100 वर्ष पुराना रुखहरूलाई हेरेँ छोएँ र त्यसको भूमिमा छुँदा चाहिँ त्यहाँ भएका हजारौँ वर्षका त्यो साक्षीहरू सबैसँग नतमस्तक भएँ र जीवनसँग सबैभन्दा धेरै नतमस्तक भएँ। किनभने जीवन जस्तो ठुलो स्कुल कुनै पनि होइन, चाहे हामी जुनसुकै स्कुलमा विश्वविद्यालयमा किन नपुगौँ, संसारको जुनसुकै ठाउँमा किन नपुगौँ, जब हामीले भित्र रहेको हुन्छ नि भगवान् बुद्धले भन्नुभएको जस्तै आफ्नो मन आफ्नो त्यो विचार चाहिँ सबैभन्दा ठुलो स्कुल त्यही हो अरे, सबैभन्दा ठुलो सुन्दर घर त्यही हो अरे। जब त्यसमा सबभन्दा सुन्दर पाठशाला त्यही हो, त्यसमालाई हामी सफा छौँ भने त्यसमा हामी चाहिँ स्वस्थ छौँ भने चाहिँ संसारबाट धेरै सिक्न सक्ने कुराहरू हुन्छन्। इट्स अ ब्युटिफुल लाइफ। त्यही भएर सबैभन्दा पहिला चाहिँ
आफ्नो माया गर्न सिकौँ, आफ्नो शरीरको मात्रै नभएर आफ्नो मानसिक स्वास्थ्यको पनि उत्तिकै ख्याल गर्न सिकौँ। र प्यारेन्ट्सहरू यदि हुनुहुन्छ भने ठुल्ठुलो युनिभर्सिटीको नाम मात्र लिएर छोराछोरीहरूलाई प्रेसर नदिउँ, र स्टुडेन्टहरूले पनि एकचोटि भएन भने अर्कोचोटि हुन्छ। र कुनै एउटाको सफलता अथवा असफलताको पछाडि चाहिँ आफूलाई म चाहिँ यसमा यो म सक्सेस हुँ भनेर घमण्ड नगरौँ, र एउटामा भएन भने म फेलियर हुँ भनेर कहिले नलिउँ। किनभनेदेखि आज भनिहालेँ नि, यो 279 वर्ष पुरानो युनिभर्सिटीमा उभिएर हेर्दा चाहिँ यसले हजारौँ स्टोरी, लाखौँ कथाहरूको एउटा साक्षी भएर बसेको छ भनेदेखि हामीले आफ्नो जीवन, यति सुन्दर जीवनलाई चाहिँ सानसानो कुरामा चाहिँ खर्च गर्नु चाहिँ इट्स नट वर्थ इट। सो अप्रिसिएट योर सेल्फ, आफ्नो टेक केयर गरौँ, र आफ्नो र आफ्नाहरूको शारीरिक मात्र नभई मानसिक स्वास्थ्यको एकदमै ख्याल गरौँ। अनि र आजको दिनसम्म 66 दिनसम्म आउनुभएको र मलाई यो यात्रामा साथ दिनुभएको सबैलाई चाहिँ आभार प्रकट गर्न चाहन्छु। थ्याङ्क यू।